स्कुलमा फादर डेको कार्यक्रम थियो। टिचरले भन्नुभयो आफ्नो बुबाको चित्र बनाऊ। सबै बच्चाहरूले आफ्नो आफ्नो बुबाको फोटो बनाए, तर जुनले आमाको फोटो बनायो र त्यसमा दारी कोरिदियो। टिचरले सोध्नुभयो, बाबु यो को हो? 4 वर्षको जुनले भन्यो, मेरो बुबा हुनुहुन्छ। आमा जस्तै अनुहार तर दारी छ। त्यो दिन जुन घर आएर जुनले आमालाई सोध्यो, आमा मेरो बुबा तपाईँ हो? सरिताको घाँटी अवरुद्ध भयो, जवाब दिन सकिनन्। त्यो रात सरिताले जुनको त्यो ड्राइङ लुकाएर राखिन्। हेर्दा हेर्दै आँसुले कापी भिज्यो। त्यो दिन सरिताले बुझिन्, अब उनी मात्र आमा होइन, बुबा पनि बन्नुपर्छ।